हेलो नमस्ते ल्यासे फ्याफुला सेभ आउट एभ्रीवन एन्ड वेलकम ब्याक टु माई च्यानल आफ्टर लङ टाइम। म चाहिँ भिडियो बनाइरहेको छु। भिडियो बनाउनु चाहिँ बनाएकै हो, तर केही न केही रिजन्सको कारणले म पोस्ट मात्रै गर्न सकिरहेको थिइनँ। सो फाइनली आज यो भिडियो बनाइरहेको छु किनभने यो हाम्रो मतलब लास्ट नै हो भनौँ नि पिकनिक, किनभने एससी सकिन्छ, त्यसपछि कलेज लाइफ स्टार्ट हुन्छ, त्यसपछि सबै साथीहरू यताउति हुन्छ, त्यसपछि हामी राम्रै ग्रुप गरेर पनि कहीँ जान सक्दिनौँ। त्यसले यो चाहिँ हाम्रो लास्ट नै हो। सो त्यसले म सबै क्याप्चर गर्छु अनि हाल्छु। त स्टे ट्युन, हामीलाई त्यहाँ बोलाइसक्यो। बाई गाइज, स्टे ट्युन। पुगिसक्यौँ, अघि भर्खर पुगेको तर अहिलेसम्म हालेको चाहिँ छैन। हाम्रो नाम चाहिँ लिनुभएको रहेछ होइन, सानो सानो बच्चाहरू चाहिँ गइसक्यो क्लासमा अरे सरी बसमा। गाइज हामीहरू चाहिँ बसिसक्यौँ, बसेको 5 मिनट भयो। हामी यस्तो दौडेको हो नि, स्टार्टमा दौड्यो होइन, लास्टमा त बस नै आएको थिएन। अनि फेरि भित्र छिराइदियो, अनि लास्टमा फेरि हामी कुरा गर्दै थियौँ। लास्टमा सबजना घुसिसक्यो थियो बल्ल बल्ल, तर पाउनु चाहिँ पायौँ हामीले। विन्डो सिट नै मलाई चाहिएको थियो, पछाडिको सिट त मलाई तपाईँ भएन, उसको मुड चाहिँ अफ छ। हामी 3 जना राम्रो भर्खर मलाई लाग्यो वासरुमको लागि हामीलाई रोकेको जस्तो लागिरहेको थियो। लास्टमा त हामी ठाउँ नै आइसक्यो, हाम्रो डेस्टिनेसन नै यही हो। कति छिटो गर्नुपर्छ। हाम्रो स्कुल क्याप्टेनको धेरै रिस्पोन्सिबिलिटी छ। हामी त चिलमा हो गाइजहरू, जता गयो नि भयो। डान्सर हाम्रो यति नाचेको नि, हामी नाचेको अगाडि हामी जब बस्यो होइन 5 मिनट बस्यो भन्दा सिटमा, त्यसमा डान्स गरेको यो केटी सबै गानामा मास्टरले कसैले मलाई कुनै गानामा आउँछ जुन मैले सुनेको हुन्छ, यसले नसुने गानामा पनि गरिदिन्छ। दामी गर्छ। म तपाईँलाई देखाउँछु यसको डान्स। भित्रको भ्यू चाहिँ यस्तो भर्खर डान्स गरेर थाकेर यस्तो गर्मी लागिरहेछ। भ्यू त्यति त ओ माई गड खाली छैन, तर जे होस् राम्रो छ। अरू झन् माथि नै ठाउँ छ अरे। अहिले हामी आउनु बित्तिकै डान्स गरेर हामी गएको छैनौँ, अहिले जाँदाखेरि देखाउँछौँ। अनि योपालि चाहिँ क्यान्टिन राखेको छैन, क्यान्टिन भन्छ कि के भन्छन्, केटरिङ राखेको छैन, सरी टिचरहरूले नै बनाउने हो अनि स्टुडेन्टहरूले कटकुट गर्ने हो के। सो यही हो, यस्तै छ। अनि एकछिनमा हामी माथितिर एउटा मन्दिर छ अरे, त्यहाँ जान्छौँ अनि तपाईँलाई देखाउँछौँ। स्टे ट्युन गाइज। यहाँ चाहिँ डान्स भइरहेछ, डान्स पनि देखाउँछु तपाईँहरूलाई। सरी त्यो मलाई त्यति लाउँदैन त टङ स्लिप भइहाल्छ, सो इग्नोर द्याट। म त्यति बोल्नु कोसिस गरिरहेको छु, त्यति बोल्नु राम्रो चाहिँ आउँदैन। बोल्नु आउँछ तर जे होस् बिचमा त्यो टङ ट्विस्ट हुन्छ मेरो, सो इग्नोर है। हेर्नु अब हामी तपाईँलाई ब्रेकफास्ट टाइम भइसक्यो। हाम्रो ब्रेकफास्टमा चाहिँ के सरी यो डेलीको यही हुन्छ नि के न। सो हामी अब खान्छौँ अनि तपाईँहरूलाई भेट्छौँ फेरि। चिया भनेको मिठो त मिठो छ, तर पनि खाना ग्यास्ट्रिक भइहाल्छ फेरि। मेरो साथीको भ्लगमा चाहिँ आएर हेरिदिनु होला, सबै भ्लग अनि सब्स्क्राइब गर्नु होला गाइस, नबिर्सेर, किनभने म सेलिब्रेटी उसको भ्लगमा आएर मलाई प्रमोट गरिरहेको छ। प्रमोसन भइरहेको छ मेरो, मिक्स भइदिनु होला खानु पाउँछु फेरि खाजा। एउटा अन्डा मागेर ल्याइदियो त मान्छु म, पक्यो ल्याइदियो भने के गर्छ, ल्याइदिस् भने थ्याङ्क यू गुको डल्लो दिन्छु। त्यही गर्छ प्रसादले खान्छ। अनि डर लागिरहेको छ गाइस, फेरि पेट निक्ल्यो भने टिकटक भिडियो कसरी बनाउने भने। क्या करे इस लड़की का, क्या करे। वही जीवन को
खानु नि छ, भोक नि लागिरहेछ, अर्को टेन्सन नि छ फेरि मोटी देख्यो भने भिडियो कसरी बनाउने भनेर। सबैजना ब्लगिङ गरेर मलाई पनि याद आयो, हामी पनि म पनि बनाउँछ अब के माथि के हराउन जानु भने तँलाई अरू स्कुल पनि ग्रुप आएको रहेछ, कति धेरै स्कुल छ उता छ उता नि। हामी एउटा टिकटक भिडियो बनाइरहेछौँ के ट्रान्जेक्सन, त्यसको लागि हामी खोजिरहेछौँ ठाउँ कुन ठाउँमा बनाऊँ भनेर। ल गर्ल ग्याङ गाइस, हामीले सेकेन्ड खजानी खाइसक्यौँ, मासु चुरा अनि खै के को चटपटे टाइप थियो, मटरहरूको अनि चना पिनटहरूको के थियो के हुँदैन। करना ऐसे सितम। हाम्रो खाना खाने टर्न आयो, बल्ल बल्ल कति बज्यो 3 बजे। अघि नै मैले भन्थेँ नि 3 बजे हुन्छ होला भने, 3:11 भयो अहिले चाहिँ। हाम्रो यस्तो प्रकार यो चाहिँ रोस्ट, अनि त्यो पनिरको तरकारी, अनि त्यो मासुको झोल, त्यो मसरुम सबैको त्यो, अनि जसले मटन खान्छ त्यहाँ चाहिँ मटन छ। यो चाहिँ मै जसले मटन खाँदैन त्यसको लागि चाहिँ चिकन छ। हटाउ त, यो रोज देखाउनु पर्यो। यसको मात्रै हालिदिन्छु त्यसमा। कुकुर बनाएर कुकुरको हो, सुजिनाको हो, चिन्नै गाह्रो। कति थोरै मासु हालिदिएको यार त्यहाँ। पुगेन के खाने यो? यतिले पुग्छ? कस्तो स्कुल यार, 9 तिरेर म त 1 किलो मासु खान्छु होला। हेरौँ नि अब हाम्रो सक्यो पिकनिक। हामी अघि त्यहाँ बसेर टास्क खेलिरहेको थियौँ, जति थियो मसँग त्यति नै आयो, न मैले हारेँ न मैले जितेँ। अब सबैजना लाइन लाग्नु लाग्यो अनि जान्छौँ हामी। थ्याङ्क्स फर वाचिङ गाइज, यति नै हो आजको लागि। लाइक अनि सब्सक्राइब गर्नु, सेयर नि गर्नु। हेलो वेलकम टु उसको भ्लगमा। हामीलाई पनि लाइक गर्नु होला,
उसको चाहिँ नाम सीमा छ, मेरो नाम सरस्वती तामाङ छ। आउनुहोस् होला अनि हामीलाई लाइक पनि गर्नुहोस् होला। बाई बाई माया।